गाइस अनि हेर्नुहोस् मैले ग्यासमा खाना बनाउँदा पनि यस्तो गति हुन्छ कि अनि मैले चुलामा बनाउनु पर्यो भने त के हुन्छ होला कि अनि मैले चाहिँ आज चुलामा नबनाउनुको कारण चाहिँ मैले आज बिहान खाजा बनाएर चाहिँ चुला चटक्कै लिपेर सन्के पारेर राखेको छु कि अनि अहिले चाहिँ मेरो भात पाकिसकेको छ अनि त्यहाँबाट पाक्दैछ दालमा चाहिँ नुन र हल्दी हाल्न बिर्सेछु अनि मैले ग्यास अफ गरिदिएको छु अनि यता छ तेलमा कराई अनि यता प्याज खुर्सानी टमाटर अनि हिजो राति माछा लिएर खाएको थियौँ त त्यो माछाको तितो छ कि अनि त्यो माछाको तितो चटनी बनाइदिन्छु दाल र चटनी भइहाल्छ अनि त्यहाँबाट सब्जी नबनाउने हो बिहान खसीको सब्जी बनाएर राखेको थियौँ अनि अहिले चाहिँ दाल र चटनी मात्रै बनाएर खाने हो भनेको गरममा अनि फेरि भात पनि बेसी रुच्दैन त अनि मलाई त हातले नि यस्तो गर्न डर लागेको छ कि पुरा पिरो लागेको छ हातमा पुरा अनुहार पोलिरहेको छ मलाई चिसो पानीले धोएको झन् अनि यस्तो पसिना आउँछ मलाई के गर्नु हुँदा कस्तो पसिना आउँछ कि भिजिसकेको छ सबै अनि तपाईँहरूले के खानामा के बनाउनु भयो भन्नु होला अनि अहिलेको लागि बाई बाई।